लाखौं छोराहरू देशभरि छन्, नडराउ। शहीदका आमाहरू, यो देशको सपना पूरा गर्नको निमित्त तिम्रो छोरोले तिम्रो छोरीले दिएको बलिदानीको एक अंश पनि खेर हुँदैन। तर राख, किनकि त्यही परिवर्तन गर्नको निमित्त भएर मानिसहरू जागेका हुन्। मैले 24 गतिको कुराकानी गरेँ होला, केही घुसपठियाहरू पैसाहरू आयो होला, तर अघिल्लो दिन ताकी ताकी गोली खाएर ढलेका मानिसहरूलाई देखेर आक्रोशित जनताले घर घरबाट विद्रोह गरेका हुन्। जनताले गरेको विद्रोह हो, त्यो विद्रोह सामान्य होइन। त्यो विद्रोहलाई कतै कुनामा बसेर जिस्काउने चलाउने आँट नगर है, खबरदार। जनताको विद्रोहलाई चुनौती दिने भन्दै संसद बिउताउने हो कि भनेर आँखा चम्काउने र नचाउनेहरू हो होशियार। शहीदको रगत अझै सुकेको छैन, शहीदकी आमाको आँसु अझै ओभानो भएको छैन। खबरदार, धेरै आँखा नचम्काउनु होला। आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, अब सायद हाम्रो भेट निर्वाचनमा हुन्छ होला। यसभन्दा अगाडि पनि यहाँहरू हाम्रो समक्ष आउने म कोसिस गर्नेछु। त्यो बेलामा ज्यान गुमाउनेप्रति म हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु। परिवारप्रति मेरो गहिरो संवेदना छ। घाइते साथीहरू, तिमीहरूको शरीरभित्र अहिले पनि गोलीका छर्राहरू छन् होला, चिन्ता नगर्नु। गोलीको छर्रा तिमीहरूको शरीरभित्र भए तापनि सिक्को देशलाई दुखेको छ, चिन्ता नगर। त्यो घाउमा मलम लगाउनको निमित्त लाखौं युवा तिम्रो साथमा आउँछन्। आज हेर्दा तिमीहरू छरिएको जस्तो देखियो होला। हामी एक ठाउँमा छुट्याउँछौँ, तिमीहरूलाई एक ठाउँमा ल्याउँछौँ, छरिनु पर्दैन, एक ठाउँमा ल्याउँछौँ। जेएनजी अभियन्तादेखि नयाँ जति पनि साथीहरू हुनुहुन्छ, सबैलाई एकै ठाउँमा ल्याउनको निमित्त राष्ट्रपाले पहल गर्नेछ। तपाईँको रवि लामिछानेले पहल गर्छ, चिन्ता नगर्नु। त्यसका लागि आफ्नो पद, आफ्नो कुनै पनि कुरा के गर्नुपर्छ, त्यसको लागि मैले आज होइन हिँड्दै भनिसकेको छु। त्यसैले म सुरक्षा निकायका साथीहरूलाई आफ्नो दिलो ज्यानले सुरक्षामा खटिनु भएकोमा धन्यवाद दिन चाहन्छु। हो, हताहतका क्रममा कयौं प्रहरी साथीहरूको पनि ज्यान गयो, उनीहरूले शहादत प्राप्त गरे। म उहाँहरूलाई श्रद्धाञ्जली दिन चाहन्छु र सुरक्षाकर्मी साथीहरूलाई उच्च मनोबलका साथ काम गर्नका लागि अनुरोध गर्न चाहन्छु। हो, हरेक आन्दोलनमा तपाईँहरू तारो बन्नुहुन्छ। राज्यले दिएको काम गर्दाखेरि तपाईँहरूलाई चोट लागेको छ, तर चिन्ता नगर्नुहोस्। आजसम्म तपाईँले भ्रष्टाचारको आहालमा डुबेकाहरूलाई जबरजस्ती सलाम गर्नु पर्यो। अब तपाईँले भ्रष्टाचारको आहालमा डुबेकाहरूलाई चाँडै सलाम गर्नुपर्ने छैन। जतिखेर यो देशमा नागरिकको सरकार, वास्तविक जनताले भोट दिएर बनेको नागरिकको भ्रष्टाचारहरू मुक्त सरकार बन्ने